नमस्कार सम्पूर्णलाई। आज म फाइनली लमजुङ आइपुगेको छु। लमजुङको राइनस नगरपालिका लामपाटामा। लामपाटाबाट हजुरले देख्न सक्नुहुन्छ यो अन्नपूर्ण हिमाल। म हजुरलाई जुम गरेर देखाउने छु। टक्क यता अन्नपूर्ण हिमाल रहेको छ। आज हामी आइपुगेको ठाउँ लामपाटा हो। योभन्दा पारि हजुरले यो सिरुबारी देख्न सक्नुहुन्छ, लमजुङ सिरुबारी। त्योभन्दा माथि हाइटमा रहेको छ यो भारते। त्योभन्दा हजुरले सिधै हिमाल देख्न सक्नुहुन्छ, लमजुङ हिमाल यहाँबाट देखिने लामपाटाबाट। यो चाहिँ राइनसको कोट रहेको छ। यहाँ पनि कुल पूजाहरू हुँदो रहेछ। यहाँ शिवजीको मूर्ति पनि बनाएको छ यहाँ माथि राइनस डाँडामा। हामी चाहिँ अहिले लमजुङको मोरिया भन्ने ठाउँमा आइपुगेका छु। कुल पूजा यहाँ हुँदो रहेछ यहाँ माथि डाँडा कोटमा। यो चाहिँ सिरुबारी, लमजुङको सिरुबारी भइहाल्यो। यो हिमाल, लमजुङ हिमाल हजुरलाई म जुम गरेर देखाउने छु। यो चाहिँ मोरिया गाउँ। यो चाहिँ यो लमजुङ सातताले भन्दो रहेछ। यो मास्ते हिमालको चाहिँ यो चाहिँ सिमाना उता गोर्खा र लमजुङको सिमाना रहेको छ। यो मास्ते यो प्याराजुङ भन्ने ठाउँतिर। यो चाहिँ राइनस डाँडा, राइनस कोट। यहाँ चाहिँ होमस्टेहरू पनि रहेको छ। बाटो चाहिँ खासै पिच छैन, बाटो अफ रहेको छ, तर पनि ठिक छ, गाडीहरू मजाले आइरहेको छ। प्राय कतिपय जिल्लामा म घुमिसकेको छु। जताबाट पनि हाम्रो हिमाल चाहिँ देखिने के। अन्नपूर्ण होस्, लमजुङ हिमाल होस्, मनासुल्लो हिमाल होस्, जुनै जिल्लामा गए पनि हजुरले देख्न सक्नुहुन्छ। यही हाम्रो नेपालको विशेषता, यही त हाम्रो ब्युटी रहेको छ। किनकि हामीले जताबाट पनि हिमालको दर्शन गर्न पाइरहेको छ, हेर्न पाइरहेको छ। नेपालीको लागि यो गौरवको कुरा हो। यता पनि अन्नपूर्ण हिमाल देख्न सक्नुहुन्छ। यो चाहिँ मोरिया गाउँ। यहाँ पनि सुन्तला चाहिँ फल्दो रहेछ। सुन्तलाको बोट, सुन्तला फलेको छ यहाँ। यो मोरिया गाउँबाट देखिने यो पनि देखिने रहेछ नि त हाम्रो ऊ के अरे तलको सुन्दर बजार, ऊ भोटेडार। यो चाहिँ भोटेडार गाउँ रहेको छ। भोटेडारको सिधा यता लमजुङ बेसी सहर, त्यहाँबाट सिधै अन्नपूर्ण हिमाल। मौरी पनि रहेको छ। यता अर्ग्यानिक हो। थापाहरूको कुल पूजा। कुल पूजा हो, आफ्नो आफ्नो कुल पूजा। आउन अर्को आफ्नो कल्चरको हिसाबले कुलदेवता पूजा गर्नुहुन्छ हरेक 3 सालमा।